मेन्सिन नगरपालिका वडा नम्बर 11 बन्दी पोखरा लिन गएको 160वटा लिन भनेको 120वटा हालेर आयो थप पारेर। अब इन्डिया नजाने भयो नेपालमा बस्नु भयो। यस्तो रोजगार पाइसकेपछि कुखुराहरू पाइसकेपछि नेपालमा बस्नु भयो। हामी चाहिँ उहाँ दिदी अनि यहाँ दिदी अनि उहाँ दिदी हुनुहुन्छ। कुखुरा लिएर आइसकेपछि आइसक्यो उहाँ दिदी कुखुरा हाल्छ कुखुरा यहाँ लिएर आएछ। हामी दिदीहरू गर्मीले जहाँ आउँदाखेरि बाँदरले धन्ने कुटेन आउँदाखेरि यस्तो रमाइलो भइरहेछ। दिदीहरू कुखुरा लाम्बा कि हाम्रो पनि 120वटा कुखुरा लिएर आएको छु। घर 4टा खोरहरू बनाएर पाल्नु पर्यो। इन्डियातिर गइनु भएन। अब जस्ट जे होस् नगरपालिकाले चाहिँ राम्रो गरिरहेछ भन्दा हुन्छ।